Commander, check. Line check. Checkpoint check. एक नंबर पीटी शुरू गला शुरू हैन यो त हाम्रो पार्टीको सर्वोच्च नेतृत्व अथवा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर पार्टीका अध्यक्ष कमरेड प्रचण्डद्वारा बारम्बार यो भनिसकिएको छ कि हामीले चाहिँ नि अहिलेको मुलुकको चाहिँ नि राजनीतिक समस्याको सम्बोधन गर्ने भनेको न्यूनतम पनि निशर्त संविधान सभाको चुनाव हुनुपर्छ। त्यस पछाडि मात्रै चाहिँ नि मुलुकको न्यूनतम समस्याहरूको निकास र त्यो ढोका खुल्न सक्छ भन्ने कुरा हाम्रो लिडरसिपले पनि बारम्बार राख्दै आएको कुरा हो र अहिले पनि हाम्रो चाहिँ नि माग र हाम्रो चाहिँ नि अब सङ्घर्षको स्वरूप त्यही नै हुनेको छ। यदि साँच्चै नै त्यसरी नै जान तयार नै हो भने हामीले पनि एकपक्षीय रूपमा चाहिँ नि अहिले युद्धविराम गरेर जानुपर्छ। त्यसो गर्दाखेरि हाम्रा दुईटा कुराहरू हुने भए। मित्रहरू र विदेशी पत्रकार यो जनमुक्ति सेनालाई हामीले कुनै पनि अब अन्तर्राष्ट्रिय सङ्घ संस्था अथवा चाहिँ नि संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा अथवा अन्य कुनै त्यस्तो भरपर्दो सङ्घ संस्थाको सुपर्यवेक्षणमा हामीले चाहिँ हाम्रा जनमुक्ति सेनालाई चाहिँ हामी राख्न सक्छौँ र यदि चाहिँ निशर्त संविधान सभाको चाहिँ चुनावसम्ममा पुगेको खण्डमा हामीले फेरि राष्ट्रिय सेना बनाएर पनि जान सक्छौँ। हामी हाम्रो क्रान्ति मुक्ति गर्ने कुरा त्यो विश्वमै हो अथवा हाम्रो यो नेपाली राष्ट्रमै हो अहिलेको।